इन्टरको कारण के हुनसक्छ भन्ने कुरा चाहिँ स्वाभाविक मलाई लाग्छ सबैले सहयोग गर्नुहुन्छ सहजै। त्यसैले अब टिकट दरको कुराहरूमा चाहिँ खानेहरूले धेरै थरीको कुराहरू कसैले ठिकै पनि भनेको छन् तर कसैले महँगो भयो अथवा भन्ने कुरा छ है। यस्तो हामी जति गरे पनि 100 रुपियाँ गरे पनि विरोधै हुने हो होइन। त्यस कारणले अब सिट सङ्ख्या थोरै छ, अब सजिलो पनि छ। अब 300मा के अरे महिनाभरि भनौँ न 32वटा म्याच हेर्न सकिने व्यवस्था पनि छ। घरमै बसेर हेऱ्यो भनेपछि फ्री अफ कस्ट टेलिभिजनमा पनि डोमेस्टिकमा आइहाल्छ। त्यस कारणले अब इन्जोय क्रिकेटलाई सपोर्ट कसरी गर्ने, कसरी आफूले क्रिकेटको मनोरञ्जन लिने भन्ने कुरा फ्यानको हातमा हो। त्यस कारणले अब स्वाभाविक यो कुरा आइरहन्छ। यो ब्रोडकास्टिङको चाहिँ धेरै कुराहरू आएको छ अहिले होइन। अब यो गत वर्षभन्दा धेरै कुरामा चाहिँ अलिकति प्रक्रिया अझै मिलाउने पारदर्शी अझै गराउनुपर्छ भनेर एनपिएल कमिटीले मेहनत चाहिँ गरेको छ। अब समयको पाबन्दी र अब धेरै कुरा व्यवस्थाको पक्षले अब छोटो समय भयो, 7 दिनको भयो, कहिलेकाहीँ 2 दिनका लागि पनि निकाल्नुपर्ने अवस्था आयो। किनभने विवाद भइसक्यो, कमसेकम विवाद होस् भन्नका लागि हो। अब प्रतियोगिता गर्दै जाँदाखेरि अब कुनै खालको दुधले धोएको भने पनि विरोध आउँछ। तर अलिअलि कमजोरी अब समयका कारणले प्रक्रिया काट्नु हुँदाखेरि यसलाई धेरै तिलका पहाड बनाउनु हुँदैन। मेन एम के हो, हाम्रो उद्देश्य प्राप्ति हुँदैछ कि छैन होइन। एनपिएल गर्ने हो, एनपिएल चाहिँ एकदम पारदर्शी तरिकाले गर्ने हो, सकभर कमजोरीहरूलाई हटाएर गर्ने लागेको छ। त्यसमा मैले एज ए प्रेसिडेन्ट गभर्निङ काउन्सिललाई मैले बारम्बार सुरुदेखि यस कुरामा चाहिँ सचेत हुनुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। गत वर्षभन्दा धेरै कुराले हामी सुधारमा छौँ। जस्तो पोहोरको सालै 100 करोडको चाहिँ इकोनोमी अथवा चाहिँ ब्रान्ड भनेर चर्चा भएको थियो।